वाह, कति ठुलो गाडी तपाईको। यस्तो गाडी त मैले धेरै कम देखेको छु। तिमी जस्तो राम्री मान्छेको अगाडि त यो गाडी केही पनि होइन। म त तिमीलाई रानी बनाएर राख्न चाहन्छु। तिम्रो श्रीमान जापानमा अनि तिमी यहाँ एक्लै? लङ डिस्टेन्सले कति काम गर्छ होला र? अहिलेसम्म त काममै व्यस्त थिएँ, तर अहिले अलि एक्लो महसुस भइरहेको छ। तपाईँ जस्तो मान्छेको साथ भए मात्र मन रमाउँछ। तिमी किन यस्तो गरिब मान्छेसँग बस्छौ जो जापानमा भाँडा माझ्ने काम गर्छ? के गर्नु, त्यति बेला तपाईँ जस्तो ह्यान्डसम मान्छे भेटिन, त्यसैले त्यतै फसिहालेँ। वाउ, कस्तो राम्रो रेस्टुरेन्ट रहेछ। जीवनमा पहिलो पटक यस्तो ठाउँमा आएको जस्तो लाग्यो। अब तिम्रो दुःखका दिन सकिए। अबदेखि म छु नि तिमीलाई खुसी बनाउन। आज यति रमाइलो गर्दैछौ, तिम्रो बुढाको याद अलिकति पनि आएको छैन? छैन। तिमीसँग हुँदा त उसको याद पनि आउँदैन जस्तो लाग्छ।